समयमा होइन बिनु दाइसँग म चाहिँ गाउँ झरेको नि त। मेरो मूल घर बाटो चाहिँ यस्तो खराब बिनु दाइले बनाउँदै हुनुहुन्छ। अनि मेरो हजुरबा चाहिँ 104 वर्ष पुग्नु भएको छ नि त। अनि उहाँलाई ढोग गरेँ। त्यसपछि हजुरबासँग गफ गऱ्यौँ होइन। अनि हजुरबा चाहिँ एकदमै माया गरिसिन्छ नि त। हजुरबाले मलाई चाहिँ एकदमै माया गर्नुहुन्छ नि त। अनि त्यसपछि हजुरबासँग टुपी मिलाएँ। अनि त्यसपछि हजुरबाले कतिखेर आइस भन्नुभयो होइन। त्यसपछि हजुरबालाई भने म भर्खरै आएको भनेर सुतिराख्नु भएको रहेछ। अनि बिनु दाइले मासु काट्नुभयो। अनि त्यसपछि मासु काटेर भाउजूले पकाउँदै हुनुहुन्छ नि त कराहीमा मजाले चुलोमा है। कस्तो मिठो हुन्छ नि त। अनि त्यसपछि मासु पाक्यो। अनि भाउजूले खाना पस्किनु भयो। अनि त्यसपछि खाना खायौँ सुत्यौँ। अनि बिहान भएपछि फुपाजू आउनुभयो नि त हजुरबालाई हेर्नलाई। अनि त्यसपछि बिहान भयो। अनि भाउजूले चुल्हा पोत्नुभयो। कस्तो राम्रो छ नि त हाम्रो मूल घर। चुल्हा सनक्कै पोत्नुभयो होइन। अनि त्यसपछि अनि पोखरी जान म पोखरी जाने भने मैले हजुरबालाई। अनि त्यसपछि हजुरबाले ल नि त ठिकै छ राम्रोसँग जानु राम्रोसँग बस्नु भन्नुभयो होइन। अनि त्यसपछि हजुरबासँग निकै बेर गफ गरेँ। अनि त्यसपछि हजुरबाले राम्रोसँग बस्नु एक्लै छौ भन्दै भन्नुभयो नि त। अनि त्यसपछि हजुरबासँग निकै बेर गफ गरेपछि अनि भाउजू पनि त रेडी हुँदै हुनुहुन्थ्यो। अनि म चाहिँ हजुरबासँग गफ गर्दै बसेँ एकछिनसम्म। अनि हजुरबाको पनि भिडियो बनाएँ नि। मेरो हजुरबा चाहिँ 104 वर्ष पुग्नु भएको छ नि त। अनि उहाँलाई चाहिँ एकदमै नाति नातिनाको माया हुन्छ नि त। अनि त्यसपछि गफ गर्दै धेरै बेर बस्यौँ होइन। अनि त्यसपछि अनि बसिसकेपछि भाबी चाहिँ रेडी हुँदै हुनुहुन्थ्यो। अनि त्यसपछि हामी परतिर अनि जाने भनेर रेडी भइसकेपछि म चाहिँ गफ गर्दै बसेँ नि त। अनि हजुरबाले यता हाँसिदिनु भयो होइन। अनि त्यसपछि अनि भाबी पनि रेडी हुनुभयो। अनि त्यसपछि हामी परतिर जान्छौँ नि त। अनि निकै बेर बोलिसकेपछि भन्नुभयो मलाई पनि आउन मन लागेको छ तिमीहरूको घर अहिले पानी छ नि त धेरै। अहिले पानी परेर चिप्लो छ बाटो हिँड्न सक्नुहुन्न। अनि मैले तेरो फुपाजूले टिप्चिना बनाइदिनु भएको रहेछ। अनि टिप्चिना लिन गएँ। अनि त्यसपछि बाख्रा पनि त ल्याएको नि त कस्तो राम्रो छन् हेर्नु न बाख्रा पनि है। अनि त्यसपछि नदीहरू बढी यति भन्दै म जोरपोखरी लागेँ। बाई बाई अर्को भिडियोमा भेटौँ है त।